के सहयोगको के उ छ सहयोगको के ल्याउनु पर्छ कागज यता आउनु न यता कसलाई के भन्छ र घर कहाँ रे आमाको घर भालुवाङ कुन ठाउँ ठाउँ त होला नि नाम अन्त भालुवाङ त्यो उस छ नि बजार यो फुलचोकदेखि कता को बनाउनुपर्छ त कति छन् छोरी आमा छन् हजुरको अङ्कल कता हुनुहुन्छ काठमाडौँतिर कसलाई यो प्यारलाइस भएको तपाईँको बुवा कहिलेदेखि प्यारलाइस भएको 1 वर्ष भयो अहिले कहाँ हुनुहुन्छ त 2 महिना अस्पताल राखेर कुन हस्पिटल लग्नु भयो चितवन हस्पिटल कुन हस्पिटल अस्पतालको नाम त थाहा होला नि त अरू कता कता कुन हस्पिटल लग्नु भयो चितवन हस्पिटल त तपाईँको त्यो क्यान्सरको छ एउटा क्यान्सरको क्यान्सर हस्पिटल चितवनको त्यो प्यारालाइसको त्यहाँ त हुन्न होला त त्यहाँ त उसकोमा चितवनमा त कति वर्ष भयो प्यारालाइस भएको आमा 1 वर्ष कता केमा प्यारालाइस भएको छ खुट्टा टाउको हात पुरै शरीरमा प्यारालाइस भयो कति लाग्यो अहिलेसम्म खर्च 1 लाख जति अनि के को लागि त्यो सहयोग उठाउनु भयो त्यो उपचार गर्नलाई हजुर उपचार गर्नलाई कति अहिलेसम्म कति सहयोग उठाउनु भयो कति दिएछन् त आमा 10, 20, 150 कति उठाउनु भयो उपचार गर्ने पैसा भएन नाम के रे आमा भन्नु त हजुरको निर्मला के निर्मला घरती घरै तपाईँको भालुवाङ कति नम्बर वडा पर्छ कति नम्बर वडा पर्छ भन्नु न पहिला सबै भालुवाङ डाङ पर्छ अर्खाँची पर्छ डाङ पर्छ कि अर्खाँची पर्छ अर्खाँची पर्छ लाट राप्ती वारी पर्छ कि पारी वारी कि पारी वारी भनेपछि तपाईँको कहाँ त्यो यता वारी भनेपछि तपाईँको ऊ पऱ्यो के अरे 8 नम्बर यो 8 नम्बर भनेपछि त अर्खाँची पऱ्यो बस्ने गफ गर्नु न अनि आउनु गफ गर्नु अनि तपाईँको त्यो लापेतिर पऱ्यो अनि तपाईँको होइन पैसा उठाउन आएको के बस्ने त तपाईँको ऊ भन्नु सबै भन्नु न त्यही त अनि सबै ऊ भन्नु न तपाईँको आउनु यसो तपाईँको त लापे पऱ्यो होइन वारी भनेपछि पारी भनेपछि त लापेतिर पऱ्यो किन जानुभयो त फेरि दिन्छु भनेको फेरि आमा फेरि तपाईँ जानुभयो फेरि होइन त खाइहाल्नु भयो सोधेको सब कुरा गरेको त
मैले तिमीलाई भनेको के कसो भाग्नु भयो आमा त यसो तिमीलाई भनेको सब कुरा बट्टामै त भनेको त